जिन्दगी गाह्रो छ के भयो मौरीहरू त आज सबै बसेछ हिजो बेलुकासम्म पुरा पानी परेको थिएन कि बिहान 3 बजीतिर तर अहिले हेर्नु त शीत परेर थप थप झरिरहेको छ तपक 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 झरिरहेको छ घाम पनि झुल्क्यो अब एकछिन घाम ताप्नुपर्छ गुड मर्निङ साथीहरू गुड मर्निङ आज चाहिँ म बिहान बिहानै हाम्रो महिला काकाको घरमा जाँदैछु किन भन्दा भोलि माघे सङ्क्रान्ति अनि आज चाहिँ भोलिको लागि भनेर आज हाम्रो गाउँमा चाहिँ सुँगुर ढाल्ने भन्ने कुरा छ अनि त्यहाँ गएर एकछिन सगाई पगाई गरेर मासु पनि बोकेर आउनु पर्छ त्यही भएर म चाहिँ अब हिँडेँ अनि अब उदै पानी पनि सार्दै एकछिन सुँगुर काटेको ठाउँमा सघाउँदै गरिदिइराख्नुपर्छ है पुरा जाडो छिप्यो कान्छी सन्सा सरिसा ए कस्तो एक कोरेर हिँडेको अघि नै आइसक्नु भयो ए ए टुट्टो खत्तम गरिसकेको छ म चाहिँ भिडियो खिच्नै मात्रै आएको है ए अघि लडाइसक्नु भएको तीन तलमा मात्रै लडेको अनि मारेको चाहिँ नआउनै पर्यो भनेर प्युर अर्ग्यानिक खालमै परेछ नि त खरमले पोलेको नभए त अर्को उयो मटेरियल लायो भने त मटेरियल पो गना गनाको जस्तो हुँदो रहेछ खानु पर्ने रहेछ है भुत्लाले चाहिँ आन्द्रामा गाड्यो भने सक्छ जस्तो लाग्छ हो कोही नि आन्द्रा दोहोरो हुनेको ब्रस होला आन्द्रा लुलु हुनेको त छेडी जान्छ नि भेगुर चाहिँ भेगुर त गाडिँदैन नि त त्यो त सुम्पार जस्तो भएर छेउ भित्ता घिसिँदै नदिँदै जान्छ सुँगुर त धेरैले खान्छ यो राम्रो सुँगुरको त हुँदैन म त फेरि छाला छाला खान्छु बोसो फेकिहाल्छु यिनीहरूको त गाडीको हुन्छ नि त फेरि अनि प्लेट लगाएपछि पुरा यस्तो तिखो हुँदो रहेछ अर्जापेको जस्तो होइन त्यो आन्द्रामा एक खालको लेउ हुन्छ र छेडिँदैन चिप्लो पदार्थ हुन्छ नि त लेउ हुन्छ नि एक खालको मासु जस्तो अलिक कडा कडा हुनुभयो त सरेर जाँदा त आमा म त्यो उत्तारे त मान्छे हालिन त जाडो महिनामा चाहिँ सुँगुर पोल्नु पनि मजा आउने रहेछ नि जाडोमा त गर्मीमा हुनु नि देखेर पसिना छुटिसक्थ्यो प्लास्टिक लिएको छ ए त्यस्तोको थुक्पाहरू टक्क खोल्दैछ ओ कतै बार पनि अलि नबिगाली यो सानो कि ठुलो सानो चाहिँ काटेको सानो आटी राख्छ फन्कङ्ग त्यस्तो हो गीत सुन्नु त अनि फुलबल त्यस्तो ह त्यो खाएर नि अलिक अलि जाइहाल्छ नहुने रहेछ नि म त गर्दैन मासु पकाउने के भएर आउँछ नि तपाईकोमा बेक्क उपोक्नु हैन मासु पकाउँछ घर पुराको त्यस्तो तपाईको भन्छ अब हाल्छ कुनै बाटो ए गाई गाएको कुरा गरी खाँदै थिएँ आइहाल्नु भएको यहाँ कसले हो म त अघि आउँदै लाको पनि 2 दिन 3 दिन त त्यो रानो नजाने खालको एउटा राई त्यो कम त छुच्चा राई हो त्यसमा एक दिन आयो बस्यो
त्यसको वैशाख 1 गते अब त सबै स्टकमा होला नि त वैशाख 1 गते त्यसको चाहिँ बाइट अब 15 दिनमा खाइहाल्नुपर्छ अर्को खानु त वैशाख 1 गते त फेरि सानो जेन्जीहरू हुर्किँदैछ नि गाउँमा तिनीहरू खाइहाल्नु पर्यो मेरो 3 हप्ता पुग्छ एक हप्तामा हप्तै हामीले बाख्रा चराको भैँसी चराको खाथ्यो मौरी पनि चरा हुन्छ बाबा ढुङ्गा फुटाउनु चाहिँ नसकिँदो रहेछ ल बापासँग बोय हामीले नसकेर छोडिराखेको ढुङ्गा त कसम बाबाले एकले पिस बनाइसकेको छ तर उही थामिनु नसक्ने मान्छेले फुटाइरहेको छ अरूले के गर्न नसकेको होइन त्यही लडाइदिनु पारिसक्यो अहिले अचार खाने खालको निस्क्यो भने त्यतै टुक्रा एक साइड लगाइदिनु ल म एउटा ठुलो बोल मागेर ल्याउनु पर्यो हुन्छ दाइ मान्नु जाने भने त भइगयो त मान्न चाहिएको बेलामा पाइँदैन खोजाइ सानो होइन फिक्कल हर काटे 3 गरे अनि नचाहिएको बेला यहाँ फिला लड्यो ए हुन्छ मामा हाम्रो बाकीले त होइन अन्डरले त यस्तो लिएको पैसा दिँदै हुँदैन भने त सघाउनु दिएको अनि माथि चुप भयो होइन गप्पै गप्रा देख्थ्यो त यति भाग लाउनु मलाई अलिकति छुट्याइदिनु भनेर मलाई पनि सम्झिनु 18 गते रागा एक केजी अस्ति कता मिस्टेक भयो 1 केजी पनि आएको लालनमा 2 किलो पठाएको 1 किलो हातै पुगेछ लालमन गएकोमा के त 2 पठाएको 1 पठाएको तर त्यो खातामा भएको त खाता तिर्नु पर्छ नि नियममा त तर अब मैले मासु लानेलाई लेख्नु परेन नि परेन नलेख्नु एउटा तपाईँ त्यो हाटेकोसँग चाहिँ तपाईँ खानु त्यो तपाईँहरू पोली खानु मिठो लाग्छ अरे के बिर्दै र आइसक्नु भएको रहेछ म भने भर्खर आउँदैछु कमरेमा आराम छ केटा हौ तिमीहरूलाई आराम छ फेरि कामहरू हाम्रो सुरु हुनु थालेको छ अब यहाँ चाहिँ यता टोइलेटको बेरा र छाना लाउनु बाँकी अनि यहाँ माथि चाहिँ
अगाडिपट्टिको बेरा अनि त्यहाँ फुटासुटामा मतर झुन्डाउनु छ अनि भित्रको प्लाइ ठोक्ने कामहरू दामादाम भइरहेको छ। अब एकछिनपछि म देखाउँछु तपाईँहरूलाई। अब चाहिँ घरको हल्का लुक चाहिँ आयो नि त होइन, यति भएपछि चाहिँ अब यो ठ्याप्पै कम्प्लिट भएर ममत लगाएपछि अनि सिसा लगाएपछि चाहिँ अलिक स्वाकिलो देख्ने रहेछ। नभए त यो त मेरो उता नै फर्किगएको देख्छु। भिडियो खिचेर लान्छु, आफै हेर्छु हो आफूलाई नै। अनि के खालको चाहिँ बनाइयो त, यो अगाडिको लाचीको भाकाहरू पनि यस्तो उँधो मुनि नै देखिजाने क्या गिङ्ग्रिङ्गै। अब यतापट्टि यति भयो अनि यसको सिधा उतापट्टि चाहिँ म टिनै लाउँछु होला, किनभने यो बसिटाले साह्रै धेर भेटिरहन्छ। त्यही भएर यो काठहरूमा अलिकति छिटो मक्ने कुहिने सम्भावना बढी। त्यही भएर अब चाहिँ यहाँ टक्कै ममत लाएर अनि यता यो टोइलेट र बाथरुमको लागि छाना अनि भित्रको बारबेर कामहरू सबै प्लाइले हुँदैछ। आज चाहिँ हाम्रो भोलि चाहिँ माघे सङ्क्रान्ति अनि आज चाहिँ हाम्रो कामको लास्ट हुन्छ, 2-4 दिन छुट्टी गरिदिनु पर्यो भनेर अनि आज चाहिँ सुँगुरको मासु सासु यताउता बनाएर खाजासँग खुवाउनु पर्छ। अनि हाम्रो यहाँ चाहिँ चाड बन्दैछ, यो पनि केटालाई अब चाड रक्सी सक्सी होइन खुवाउनुपर्छ। कसको जाँड बनाएको अरे अलिकति चाख्थ्यौँ कि जस्तो लाग्दै थियो। सकेको छैन लाग्छ टाइम। हजुर एकछिन लाग्छ हौ। सबै ल्याइसक्यो दाजु खाएर यतापट्टि आउनु ल, म यहाँ एकछिन हेर्छु। अब चाहिँ खाजासाजाहरू खाइसक्यो। अनि गाडी नलाने भन्दैछ अनि भोलि त्यसलाई दिनु पैसामा अर्को खालको भन्नाले त्यो एउटा खपाइ चाहिँ खाप्नु त खाप्नै पर्छ कि त्यसमा चाहिँ यसो घुमेको सबै खाप्ने चाहिँ हुँदो रहेछ हो। यस्तो घुमेको भन्नाले झुकाउने रहेछ सल्लाहको लाग्यो भने। दामी त्यो कसकोमा लाग्छ माथि? ए चटक्कै त्यो माथिको त्यो एक पत्र यस्तो चट्टेको बिट लाउँदाखेरि त्यहाँदेखि उकालो अलिक छ, उकालो निस्किन्छ। कतिमा सुहाइलो हुन्छ त्यत्तिकै बनाउन। अब देखिँदैछ के उता फर्केको छु भनेर।
अब यहाँ के भएन जस्तो भइरहेको छ। हाम्रो चाहिँ आज लगभग यतिसम्म काम भएको छ। अब भोलिदेखि फेरि 2-4 दिनसम्म काम छुट्टी हुन्छ। बस्नु भएको ठाउँदेखि हेर्दा चाहिँ अब यही अगाडि भइसकेपछि त यस्तो साह्रो उयो हुँदैन। त्यसमा तर ममा ठोक्नै पर्ने रहेछ। ठोक्नै पर्ने भने म काठकै भए टोइलेटमा या त हान्नु पर्यो नि हजुर राम्रो देख्यो होइन। त्यो मेरो प्लानै त्यस्तै हो, त्यही भएर त मैले घर यतापट्टि फर्काएको। यतिसम्म त म ढड्डा रोपेर भए पनि यहीँ पछाडिदेखि म टोटली ब्लक गरिदिन्छु भनेरै बाटो भनेर यतापट्टि फर्काएको। माथि सामानको निलकाँडाहरू छ्याप्पै लगाइदियो। यतादेखि पनि मान्छे छिर्ने, यतादेखि पनि छिर्ने भने बरु अगाडिदेखि मात्रै छिर्ने बनाउनु पर्ला। मातेको मान्छे चाहिँ देख्नै नहुने बनाइहाल्नु पर्ने छ फेरि हो। मातेको मान्छे देख्यो ग्याप एटे गरिहाल्ने। लु ठोकु बाबा, ए जे होला आखिर लाउनै पर्यो। यहाँ नलागिकन त सिङसिङै भइहाल्ने रहेछ नि त। के भएन भन्दैछ? हजुर ठ्याक्कै हुने रहेछ ठ्याक्कै। अनि फेरि टोइलेटको फाइनली घर चाहिँ हाम्रो अब यतिको नजारा आएको छ। अब यसमा काम के रह्यो भने ढोका कम्प्लिट भइसकेको छ, झ्याल अनि टोइलेटको ढोका अनि माथिको झ्याल अनि भित्रको फिनिसिङ कामहरू चाहिँ डल्लै बाँकी छ है। अब चाहिँ कामै नचल्ने रहेछन्, धेरै नै ढिलो हुने। यस्तो चोइटाहरू यतातिर छुट्टी साह्रै धेरै जो पनि भयो के। अनि अब आजसम्म जति काम भयो। अब भित्रको खस्रो कामहरू सकेर मेन कामहरू मात्रै रहेको छ। अनि अब यो कामहरू चाहिँ अब केही दिनपछि 2-4 दिनपछि भित्रको झ्यालहरू बनाउने अनि यताउता गर्ने कामहरू चाहिँ हुन्छ। अब अहिलेलाई चाहिँ यति नै। हजुर यो चाहिँ अब राम्रो छ, राम्रै छ। फकन्डा बेगर कति दामी छ हेर्नु न। चटक होइन सबैको एउटै खालको नबनाउनु, म बनाउँदिनँ। ल हामी गएको अब यो डिजाइन त्यति आउँदैन। यो ए भएको